साथीहरुले दमका दम चिर्दैछन् कदमको रुख। झन् सिसौको त कस्तो हुन्छ होला? के भन्दैछ आमाले अघि? ए ठुलो भनिदियो त। चट्ट फार्ममा र दाउरा चिर्दैछन् हाम्रा साथीहरू। यता धान रोपेको छ, उता मकै, त्यहाँ सोलर प्यानेल। चट्ट अब असार लाग्ने बेला हुन आँटो, पानी पर्छ, दाउराको जोहो गर्नुपर्छ गाउँमा बसेपछि। उहाँ अर्को यो चाहिँ चट्टसँग तपाईँको मोरङको रत्वामाई नगरपालिका ठ्याक्क उपर देखेको गाउँ चाहिँ चैनपुरे टोल। ल दाउरा थुपारिसकेको छ, त्यहाँ चिरेर फेरि चिर्ने क्रम जारी नै छ। धेरै रोग लागेको छ। त्यत्रो चाहिँ ठिक्क हुन्छ। यो खोले पकाउनलाई हो, एउटा दाउरा दुईटा दाउरा हालिदियो होइन, अनि सानो अर्को झिक्डी मिक्डी हालिदियो, पाकिरहन्छ। हाम्रो माइलो भाइ हाँस्दैछ। चार्जमा हो कि के हो? आँखा त चार्जमा जस्तो छ। ए त्यस्तै लाग्यो यार मलाई। त्यही भएर बन्छ र हाँसेको त होइन नि। चार्जमा हुँदैन कहिले पनि। चार्ज मतलब उ त्यसको होइन, पानीको चार्ज भनेको होइन मैले, आकाशेको चाहिँ। किन आँखा त पुरा लास धमिलो छ त नि। मोबाइललाई पनि हुजुमे काना बाम काना लिखा डाडी चमकाना भन्छ, के भन्छ? यहाँ चाहिँ पहिले चट्ट तपाईँको के अरे खसी बोका पालेको थियो, अनसक्सेस भइसकेको थियो, डेस्ट्रोय भएर दाउरा स्टक निगा लगानी गरेर गर्नुभएको थियो। सक्सेस भएन, त्यही त अनसक्सेस भयो त। कहाँ भने सक्सेस भएन भने नि, अनसक्सेस भयो भनेको त्यसकै उतै। सक्सेस भएन मतलब अनसक्सेस। चट्ट उपरको मेरो खेतको छिमेकीहरूको घर। यो बाख्रालाई खुवाउने घाँस। उहाँ पर रुखहरू रोपेको छ मेरो छिमेकीको। धान सर्ट धान रोपिसकेको छ, भर्खर भर्खर चैते धान। चट्टालाई फेरि काटो, फेरि असारमा रोपो। गजब छ कृषकको आइडिया। रुखहरू टन्नै लडाएको छ, अब असार लाग्छ, खोले पकाउनु पर्यो, गाई गोरु पालेको हुन्छ, त्यसको दाउराको लागि। कदम, टिक, जामुन, सखुवा, चिसो। पर तपाईँको यहाँदेखि हेल्थ पोस्ट, यहाँको हाम्रो प्राइमेरी हेल्थ पोस्ट चाहिँ देखिँदैन रहेछ, वडा 6 को। पर देखिरहनु भएको यो नेपाल गभर्मेन्टले निःशुल्क रूपमा प्रदान गरेको सोलर प्यानेलबाट चल्ने मोटर। अस्ति अलिकति दाउरा चिरेर थुपारेको छ। यसका हाँगा बिगाहरू यस्तै छ। गाउँको बसाइ रमाइलो हुन्छ। त तपाईहरु मेरो भिडियो कहाँबाट हेर्दै हुन्छ कमेन्ट गरिदिनु होला। एकदम
अर्ग्यानिक भिडियो विदाउट एडिटिङ। तपाईँको उहाँ पर बाइक राखेर म चाहिँ हेर्न आएको। म छ बाइक मेरो, दुईटा गाई, एउटा चर्दैछ एउटा बसिआछ। फार्मिङ लाइफ इज 1000 times better than the city life। उहाँहरू धमाका धम दाउरा चिरिरहनु भएको छ। चट्ट यही क्रममा उहाँ भरे चट्ट साथीहरूले चिरेको भिडियो युट्युबमा हाल्ने हो है। गजब छ सोलर प्यानल हाउ इट वर्क। म तपाईहरुलाई सोलर प्यानल देखाउँदैछु। कतिवटा पो यो प्यानल छ यसमा, 9 वटा। दामी पनि आउँछ, तर आज पानी पर्यो, मजाको पानी पर्यो कारणले पानी लगाउनु पर्दैन, पानी छ खेतमा। तपाईलाई म सोलर प्यानल देखाउँदैछु। यसको मोटर हो यो सोलर प्यानल। लेट्स सी कतिवटा हौ, 1 2 3 4 5 6 7 8 9 वटा रहेछ। अन्त यसको मेकानिजम चाहिँ म यताबाट हेर्छु है। यताबाट लेट्स होप पानी आउँछ। घाम चर्को छैन तर पनि आउँछ भन्ने लाग्छ। यो सुट्टिने हो। आया टमाटर पनि रहेछ यहाँ। तपाईको म स्विच अन गर्दैछु। अब डिस्प्ले भयो यहाँ कम्पनीको। अब कति करेन्ट भनेको छ चेक गरौँ। डीसी भोल्ट भनेको 900 395, DCI पावर 0 एम्पियर, पावर भनेको 635 छ। यतिमा त सायद चल्नै पर्ने हो। यसको चलाउने भनेको चट्ट तपाईको यहाँनिर यसलाई अब चलिरहेको छ। ट्राई गरेँ के भयो होला। अब लेट्स होप। घुर्रा मात्र गर्दैछ, लाम थोर भयो होला। 快手，拥抱每一种生活。 यसलाई फेरि खोलिदिन्छु है। साथीहरूलाई तिर्खा लगायो भने पानी खाना हुन्छ भन्ने विचार गरेर। नो एसटी फल्ट भन्छ। 300 कतिमा चल्छ भन्नुहुन्थ्यो, बिर्सेँ मैले। मकैबारी यहाँ त पनि जङ्गल छ। यो जङ्गलमा तपाईँको विशेष खरायो र बाँदर चाहिँ कहीँ खरायो त मनग्गै हुन्छ। अब मकै खाने बेलामा आइपुग्छ, तराई भए तापनि बाँदर पनि कता कताबाट कहिले काहीँ आउँछ अरे। मैले चाहिँ देखेको एकचोटि कि दुईचोटि छु, तर खरायो त कति देखिन्छ। चल्दैन। नहोप निभाइदिएँ मैले। ल तपाईँले आजको यो दाउरा चिरेको ब्लग मेरो फार्मिङमा बाट अब साथीहरूको एकचोटि भरे अब लाइन थिएन, अब लोड सेडिङ भए भन्नुहुन्छ हाम्रा ऊर्जा मन्त्रीले। अब विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ कुनै पनि हालतमा डोमेस्टिक पर्पजको लागि हाउसहरूले लोड सेडिङ बोक्नु पर्दैन भन्छ, तर लाइन गइरहेछ। ल चट्ट हाम्रो माइलो भाइले दाउरा हान्दिँदैछ। कान्छो दाइले पनि दाउरा काट्नलाई बनाउँदै हुनुहुन्छ। ल कहाँबाट हेर्नु भएको छ भिडियो कमेन्ट गरिदिनु होला। यस्तै रह्यो आजको ब्लग।